हामी चाहिँ श्री भैरमथान प्राविमा आइएछ। यहाँ धारो रहेछ एउटा, पानी थाप्दै छ। यहाँबाट उक्लम, यहाँबाट छ हाई स्कुल छ। यहाँ पढ्छन् स्टुडेन्टले कि पढ्दैन, सानसानाले पढ्दा प्राविमा। फाइनल्ली अब हामी तेर्सो बाटोमा आइयो, मटर बाटो। यो प्राइभेटसम्म उकालो 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 भएर परान फुस्क्यो, तिनीहरूमा पुगिसक्यो। हाम्रो घर चाहिँ कुहिरो लगाएको भन्दा तल पर्छ। अब यहाँ डेन्जर राम्रो छ ठाउँ। अब हामी आउन लाग्यो निलो निलो देखिन्छ। त्योभन्दा माथि चाहिँ मन्दिर छ। भजन गाइजनमै नाचौँला है। धर्म लाउँछ अरे भजनमा नाच्ने भने। हाम्रो भैरमस्थानको घरहरू डेन्जर राम्रो देखिँदो रहेछ है। यता एकदम राम्रो छ ठाउँ। माथि भयो नि है, भाउजू कामबाट राम्रो आउँदो रहेछ। आइफोन हो क्या? अब हामी जाँदैछौँ। यहाँ तल घरहरू छन्, माथि भजन घन्टी सुनिरह। अब मन्दिर आउन लाग्यो, 5 मिनटमा पुगिन्छ अब मन्दिरमा। हेलो, हामी चाहिँ लास्टमा 2 जना मात्र छौँ। अगाडि पुगिसके यिनीहरू हिँड्न सक्ने मान्छेहरू, हामी चाहिँ हिँड्न नसक्ने भएर पछि पछि लत्रेको छौँ। अब यहाँ चाहिँ एउटा निलो निलो देखिएको हामीले चाहिँ पहिला यहाँ खाजा खान्थ्यौँ, माथि पूजा गरेर आएर। अहिले छन के छ होटेल थाहा छैन, हेरौँ त्यहाँ गएर। यहाँ पसल छ भाउजू अहिले नि। त्यही बत्तीको हाल्यो भइहाल्यो। अब 21 सुते नल्याए अर्का बाल्दैन हुन्छ कि के। आउन पर्ने रहेछ जबरजस्ती। हामी मन्दिरबाटै जाने हो क्या, यता के अरे गेटबाट। खाजा खाम्ला भनेको पसल बन्द छ के खाने गाइज। भोक लाग्यो। मन्दिर छ हो माथि कोमा। अब हामी यो बाटै बाट गएर उता घुमेर खेतबाट अनि यता आउँछौँ मन्दिरतिर।
पूजाको सामान किन्दैछौँ होइन मलाई राम्रो अनुपन नाचेका यहाँको लाइभ होइन लैजानु भयो यो लैजानु भन कुन लैजाने हामी यो लैजाँदैछौँ कुन पिलु होला अहिले अनि लैजाने उहाँ गएर अनि पूजा गर्न पर्दैन त्यसलाई नि अनुदान लाग्यो लगाएर उनीहरूले उहाँ टिकटक गराउँदैन दुई तिन गएर हिमाल देखिँदो रहेछ अहिले बाबुजीले पूजाको सामान किनेर मक्ख पर्दै हिँड्नु गएर पूजा गरेर दुईचोटि भैरम ठान आएछ अब कसो नपुग्ला वरदान मागेको अनि बाबुजू पुग्ला नि है तल एउटा स्कुल छ ल्याउनु भाउजू हजुर गाडीमा भिडियो बनाइदिन्छ दुईवटा मोबाइलमा ब्लग गराउँदै दिन्छ आज हाम्रो पूजाको सामान पाइन्छ होइन बरु भाउजू कहाँ राम्रो आउँदो रहेछ मैले चाहिँ दुईवटा मोबाइल साथेर भलक गराउँदै हिँड्दैछ फाइनल्ली हामी भैरम थानको गेटमा आइयो हेलो सङ्गीता के छ हामी आउँदैछौँ यहाँनिर घन्टी छ खै पर्किती घन्टी बजाऊ पर्कितीले घन्टी बजाऊ ल तिमीले नगर भिडियो गराएको छौ तिमीले बरे राम्रो ठाउँ छ हाम्रो ग्याङहरू आउँदैछन् यताबाट माथि नै एउटा मन्दिर छ